नमस्ते। यो रोमानिया फ्याक्ट्री वर्करमा चाहिँ के मैले एप्लाई गर्ने भनेको के कस्तो छ यसको प्रोसेसिङ टाइमहरु यसको भिजा कस्तो छ? अब सर्वप्रथम के छ भने अब नानी है यो रोमानियाको चाहिँ हाम्रो टर्म एन्ड कन्डिसन फ्याक्ट्री वर्कर, अनस्किल्ड वर्कर, वेटर, किचन हेल्पर अनि वेयरहाउस ड्राइभरहरुको लागि छ। सर्वप्रथम पहिला चाहिँ हामीले डकुमेन्ट कलेक्ट गर्छौं। डकुमेन्ट कलेक्ट भनेको पासपोर्ट, सीवी, पुलिस रिपोर्ट, मेडिकल रिपोर्ट सबै हामीले डकुमेन्ट कलेक्सन गरिसकेपछि नेक्स्ट भनेको हाम्रो चाहिँ एउटा इन्ट्रोडक्सन डेमो भिडियो बनाउँछौं। त्यो डेमो भिडियो चाहिँ हामीले इन्ट्रोडक्सन त्यो कम्पनीलाई पठाउनको लागि डकुमेन्ट सहित हामीले भिडियो कम्पनीलाई पठाउँछौं। कम्पनीले एक्सेप्ट गरिसकेपछि ओके भनिसकेपछि अनि हाम्रो एप्लाई सुरु हुन्छ। अनि रोमानियामा चाहिँ के छ भन्दा कस्तो प्रोसेस छ भन्दा कति टाइम लाग्छ भन्दा अब कतिपयले मलाई मेसेजमा कति टाइम लाग्छ सर भनेर पनि टिकटकमा सोधिरहेको थियो, त्यसको म एन्सर दिन्छु। सुरुमा चाहिँ हाम्रो एप्लाई गरिसकेपछि लगभग 15 देखि 20 दिनमा यो इमिग्रेसन किन भन्ने पेपर आउँछ। यो हार्ड कपी सब्मिसन गर्नको लागि चाहिँ यहाँ लेखिदिएको हुन्छ कि लगभग 2025 अब 4 को महिना 3 भनेपछि अप्रिलमा चाहिँ यसको चाहिँ यहाँ तपाईको चाहिँ वर्क परमिटको डेट भनेको छ। यसलाई चाहिँ इमिग्रेसन किन भन्छ। यो भइसकेपछि हामी अलिकति ढुक्क हुन्छौं है। अनि सेकेन्ड लटमा चाहिँ तिम्रो तपाईको यो अफर लेटर आउँछ, जुन अफर लेटर कम्पनीको हो। अफर लेटर आइसकेपछि थर्ड पोजिसन तेस्रोमा चाहिँ के छ भने वर्क परमिट भनेको यो हुन्छ। वर्क परमिट भन्छ यसलाई रोमानियाको। यति आइसकेपछि अब हामी के गर्छौं भने भ्यापासको डेट लिन्छौं, दिल्लीको डेट लिन्छौं। दिल्लीको डेट लिनको लागि चाहिँ अहिले लगभग कसैको 4 महिना पछि, कसैको 3 महिना पछि, कसैको 5 महिना पछि, कसैको 2 महिना पछि पनि डेट आएको छ। अहिले अनलाइन डेट छ। अनि डेट आइसकेपछि हामी भ्यापास गरिसकेपछि अनि त्यसको रिजल्ट कस्तो के कतिको राम्रो गरेको छ, कम्पनीसँग कतिको त्यो क्वेशन एन्सरहरु क्यान्डिडेटले कसरी बोलेको छ भन्नेमा भर पर्ने कुरा हुन्छ। अनि क्यान्डिडेटले राम्रो बोलेको छ, इङ्ग्लिश राम्रो छ भने त्यसपछि यो भिजा आउँछ। यो चाहिँ रोमानियाको भिजा हो, अस्ति भर्खर आएको भिजा। यसलाई भिजा भन्छ। यो भिजामा चाहिँ 6 मन्थको भिजा लागेको हुन्छ, मल्टिपल भिजा भन्छ यसलाई, वर्किङ भिजा। अनि 3 मन्थमा चाहिँ कम्पनी भित्र छिर्नु भन्ने हुन्छ हैन। तर 6 महिना भित्र 5 महिना भित्र पुग्दा पनि फरक परेन। अनि त्यसपछि हामीले टिकट हाल्छौं, क्यान्डिडेटको टिकट हाल्छौं, श्रम गर्छौं, सबै इत्यादि गर्छौं। त्यसपछि टिकट गरिसकेपछि ओके भएपछि अनि हाम्रो फ्लाइटको सुरु हुन्छ। टाइमिङ पिरियड भनेको कस्तो भन्दा तपाईको चाहिँ 5 महिना, 6 महिना, 7 महिना, 8 महिना, 9 महिना, 10, 12 महिनासम्म लाग्न सक्ने हुन्छ है अहिलेको पिरियडमा चाहिँ। अब एमबीसी नेपालमा आउने भनेको यस्तै भइराछ। ताजलमा एमबीसी आउने भन्ने कुरा चाहिँ पहिले नेपाल सरकार रोमानिया बीच सम्झौता हुँदै गरेको हो। अब अहिलेसम्म चाहिँ दिल्ली जानुपर्छ। यति नै हो अहिलेको लागि चाहिँ। हस् त, धन्यवाद।